नमस्ते काशीले। आज हामी पशुपति एरियामा छौँ र आज हामी खाना खान गइरहेका छौँ। तपाईले देख्न सक्नुहुन्छ जुन हाम्रो यो खानाको अफरिङ चाहिँ हाम्रो उता हुन्छ घिसे टासी जोडले गर्नुभएको हो उहाँको सिटी कुम्सेप्लिङ संस्थाबाट, जुन उहाँहरूले अब डोनेसन गरेर पठाउनु भएको छ कि 60,000 रुपियाँ अर्थात् नेपाली डलर $500 जुन व्यक्तिहरू हुनुहुन्छ न्युयोर्कबाट हामसिडी USA पासाङ डेन्डुप एन्ड वाङछुक दोर्जे फर लेट लाचेन मेन्थोक लेट नवाङ दोर्जे छोडेन लेट लाक्पा डोल्मा एन्ड लेट पेन्पा साङपो करिब $500 पठाउनु भएको छ। आज अप्रिल 25 मा हामी यसरी खाजा गइरहेका छौँ। जुन चाहिँ कोभिडको कारणले गर्दा हामी धेरै मान्छे जम्मा हुन सकिरहेका छैनौँ। आज अहिले यहाँ अलिकति थोरै उता करिब हामी 3-4 ठाउँमा गरेर हाम्रो खानाको प्याकेज चाहिँ 202 को छ, त्यो हामी आज बाँड्न गइरहेका छौँ। जुन हाम्रो पानी खाना हामी यसरी बाँडिरहेका छौँ, तपाईँले देख्न सक्नुहुन्छ। जुन यो कार्यक्रम अहिले यहाँ मात्रै होइन अर्को ठाउँ पनि हामी यथावत राख्नेछौँ 200 जनाको लागि। धन्यवाद। सबै हालेर खाऊ न, यो पनि हालेर खाऊ है। आज हामी चाहिँ बिहानदेखि नै लागिरहेका छौँ। बिहानको 10 बजीदेखि नै हामीले पिङ्गल स्थान गयौँ, अनि पशुपति क्षेत्र गयौँ, त्यसपछि गुहेश्वरी गयौँ र बाटोमा विभिन्न स्थानमा पुग्यौँ र त्यस पश्चात आज अहिले हामी यी नानी बाबुहरूको ठाउँमा आइपुगेका छौँ। जुन खाना बिहान 202 थियो, जुन खाना चाहिँ हामीले उता 180 मात्रै वितरण गर्न सक्यो, किनभने कोरोनाको कारणले गर्दा पहिला जस्तो मान्छे थिएन। त्यसै कारणले बचेको खाना चाहिँ आज हामी अहिले आएर चाहिँ यी नानी बाबुहरूलाई खुवाउन गइरहेका छौँ। धन्यवाद। नमस्ते। यो जम्मै बाँडिसकेपछि आउँछ। अलिक पछि सरे हुन्छ नि अलिक अरे राम्रो यहाँ बसेर खाने क्या। खाना खरे हुन्छ, मासु आउँदैन है। खाना बुढा